आएर मात्रै अब हामी गाइस ब्याक टु माई युट्युब च्यानल गाइस हामी चाहिँ अहिले अहिले हामी चाहिँ प्रोटिनतिर भिडियो बनाउँदै अब नाइट हाउस गइरहेछ गाइस सब्सक्राइब गरिदिनु होला र हाम्रो च्यानललाई अहिले चाहिँ प्रोटिन पुग्यो अनि कल माइक ल्याउनु पर्ने प्रोटिन पुग्यो अब प्रोटिन पुगेपछि कुरा गरौँ केटा ग्याङ फाइट हुँदा लाए जस्तो छ केटा पछाडि ग्याङ फाइट हुनु लाए जस्तो छ केटा आखेर गइसक्यो चिकन चोइस त्यो थाहा होला नि ब्लड ग्रुप अनि त्यसपछि चाहिँ अनि के छ सबै माग्छ नि ब्लड ग्रुप अनि कार्डियन अनि त्यसपछि के हुन्छ कति पढ्यो सबै माग्छ यार गाइज हामी चाहिँ लुकीहरूलाई एकछिन भए पनि पुऱ्याइरहेको छौँ गाइज पुलिस कता चेकिङ हुन्छ त्यही थाहा छैन डर लाग्यो तल हेर्नु प्रोटिन गरेर प्रोटिनबाट तलबाट निक्लिनु के भएर बाटो फर्केर तलबाट नि छैन प्रोटिनबाट छैन पुलमा छैन पब्लिक गाइज पब्लिक ना अनै हुन्न त्यही त एउटा प्रब्लम क्यामेराम्यानको भिडियो देख्नु परेन क्यामेराम्यानलाई देख्नु परेन हाम्रो सञ्जय दाईलाई राइडर दाई जिएफ खै कोले भनेको अलिक क्वालिटी राम्रो आएन क्या आइफोन भयो बाबा लानु थियो भएन भिडियो सेती गाइस यहाँ कसैलाई सुसाइड गर्नु मन थियो नि आयो चाहिँ लास्ट त के हड्डी नि पाउनु एन्ड सो म पहिले के भन्दा हामी यहाँ बस्छ नि त पहिला अनि हामीले के भन्दाखेरि यहाँपट्टि यहाँ तल त मान्छे मऱ्यो अनि मान्छेको मरेको सबै हाम फाल्ने मान्छेहरूको पसल हुन्छ त्यहाँ पैसा पाउँछ मजाले भन्ने सोध्थेँ गाइस प्रोटिनभित्र गएर चाहिँ यसको च्यानललाई सब्सक्राइब हान्नु भुलै कसैले नि सबैले च्यानल सब्सक्राइब गर्नु भन्नु ल गाइस हामी प्रोटिन सुट देखाउँ भने हामी हरर भिडियो बनाउनु जान लाग्यो हामी केटा रेडी ओए मै चिने लोटरले सिधा गर्ने मिलेन बिहान भयो दामी देख्यो राति त फुल ब्लग हाल्छस् हिँड्न एडिट गरेर हाल्छु तिमी एडिट गरेर हाल्छु कि एडिट गरेर यत्रो ठुलो जल्दी ओए छोयो भगवान गाइस हामी चाहिँ अहिले हेर्नु यसमा उठिरहेको छु है फेरि बसेँ मलाई मसँग टाँसिन धोती अनि उता पठाएर चल्छस् गाइस हामी अब प्रोटिन छिन लागेको छ हामी अहिले चाहिँ लागेको भइसक्यो अहिले ठुलो होइन मार्ला Guys, and so we are eating protein and sometimes we are going on. बत्ती बोलेर बाटो रहेदैन बाटो नदेखेको क्या आमा बत्ती बोलेर गाइस हाम्रो देख्नु भएको छ कसरी किसिममा हेर्छ पब्लिकले भन्नु पर्यो नि ल गाइस हामी प्रोटिन भित्र छिरिसकेका छौँ गाइस अब लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला यो
च्यानललाई गाइस हेर्नुहोस् हामी प्लोटिनमा छिरामा हिँड्दै गाइस अँधेरो भएर हेर्न 1 महिनामा लासिने पुलिसको अगाडि हिँडिदिन्छु लामामा लासिने लामामा चेगान त ला मामा चेगान ला भन्दै ट्याक्क अगाडि पुलिस आएर ले त भान्सा ल्याइदियो क्या आज यता यता प्लोटिन यता गाइस हामी प्लोटिनभित्र छिरिसक्यौँ है भाइ अलि अगाडिबाट चिज अगाडि नै हेरेर नछोड डबल ओड्नु मिल्दैन अलि अगाडिबाटै हो क्या यहाँबाट ओ अँधेर पुरै ल गाइस हामी प्लोटिन आइसकेको छौँ हेर्नु पुरै अँधेरो छेउ त बाटो न त नि अनि हेरौँ न भित्र यहीँबाट भिड्नु नि गाइस यो चाहिँ हाम्रो मेरो अनुहार आँखा सबै क्यामेरामा आँखा नि नि गाइस हामी अब हेर्नुहोस् अँधेरो छ हामी प्लोटिन आइसकेको छौँ बाटो पनि राम्रोसँग देखेको छैन पहिला झारपात थियो त सबै झारपात निकाल्दो रहेछ ओएमजी उता गाइस हिँड्नु ताल हेर्नु ताल पोगाएको छ ठुल्ता केही देखेन यहाँ त आइफोन भयो क्लियर देखिन्थ्यो मेरो फेस के हेर्दै तेरो फेस देखा ल गाइस लाइक सब्सक्राइब गर्न भुल्न नाम के रे सञ्जय ब्लग रे ल गाइस हामी स्क्रिनमा अब यसरी गाइस भिडियो अन राख्छ साउन्ड कुद्ने आउँछ अब गाइस लाइक सब्सक्राइब गर्न नबिर्सनु अब हामी डाइरेक्ट अब खाजा खानेतिर भेट्छौँ है गाइस ल या ठुलो गाइस एकैछिन टाइम लाग्नु भयो खाना खानुलाई हामी अब फेरि माथि उठ्ने भयो गाइस अब हामी यहाँबाट घुमेर कता लाग्छ 10 मिनट सुरुमा 10 मिनट हुन्छ होला खाना टाइम तपाईँ खाने नानी गाइस हामी स्कुटर त डबल हो नि फेरि एउटा बुलेट हो एउटा चाहिँ स्कुटर हो क्या बुलेट फेरि कहिले काहीँ मात्र भन्छ गाइस अब कसैले अगाडि ध्यान अगाडि हेरेको नि त पुलिसको जस्तो देख्यो क्या त्यो अगाडिको त्यो बोर्ड होइन त्यो अगाडि चाहिँ पुलिसहरू बस्छन् नि गाइस यो देख्नुभएको छ नि यो त्यहाँको पुलिसहरू बाटो रोक्न बस्ने जस्तो छ कि गाइस माथि हेर्ने गाइस पुगेर चेकिङ हुँदैन होइन त्यसरी नि जान्छ तर बाबुलाई सक्छस् ओ गाइस यस अब मेरो पालि आउनु लाग्छ गाइस हेर्नु है गाइस गाइस मेरो स्टोरी एउटा सुन्नु भएको छैन किनकि अब मेरो माइक घरको बिग्रेको छ माइक पनि मैले लिएर आएको छु साइकलबाट गाइस स्कुलमा छ र स्कुलमा उलिहाल्नु पर्छ And so यो भ्लग चाहिँ छिटो आउने चाहिँ गाइस यो हप्ताभित्रै आउँछ आज राति फेरि भिडियो हालेको टुर गएको नि हालेको गाइस टुर गएको चाहिँ अहिले हप्तामा एक हप्ताभित्र कि अर्को हप्ताभित्र आउँछ गाइस त्यो अस्ति टुर गएकोमा साथीहरूको मलाई भिडियो खालको चाहिँ आउन बाँकी नै छ तर गाइस सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु मेरो च्यानललाई गाइस अब हामी अब यहाँबाट डाइरेक्ट अब ठुलो घर जान्छु ठुलो घर गएर हामी खाजा खान जान्छन् त्यहाँबाट हाम्रो ब्लग ठुलो घर दोकानमा बनाउनु भयो ठुलो घरमै हाल्दिनु गाइस अब हामी ठुलो घर हुन्छ नि त्यहाँबाट अनि हामी है गाइस ल फाइनली गाइस हामी ठुलो घर आइसक्यौँ ठुलो घर फाइनली हुनुहुन्न कि अब गाइस हामी ठुलो घरभित्र छिरिसकेको छौँ गाइस हाम्रो घर ठुलो घर यस ठुलो मम्मी गाइस हाम्रो पसलमा एउटा दोकान ठुलो घर एउटा दोकान पनि छ है यत्तिकै डुल्न गएको थिएँ क्या म यो चाहिँ हाम्रो ठुलो मम्मी है हाम्रो ठुलो मम्मी हेलो गरिदिनु ल हाई खालि ठुलो बाबा यत्तिकै झ्याउ लाग्छ नि स्कुटरमा लगाएको थिएँ छिटो जानु पर्ला दिदी कैसे आउनु भयो नि भाइ 2 हप्ता 3 हप्ता भयो
1 महिना हुन लाग्यो त्यो भयो कति गर्यो एक महिना हुन लाग्यो होइन ठुलो के दिदीहरू भाइ आउनु चाहिँ जानुभएको अहिले पनि कहाँ गएर आऊ त घुम्दै हामी पहिला सुरु सामान लियो बाबुलाई पृथ्वी चोक आउँदै पृथ्वी चोकबाट अनि हामी प्लोटिङ घुमेर के हो सामान मासुहरू होइन मैले मासु किनेको अनि यसलाई चाहिँ मासु किन त कता यहाँ पुरा आएको होइन वहीँको आएको माथिबाट किनेर घुम्न लाग्यो अनि यसले ठुलो आएको भेट्छ थियो अस्ति भेट्नु पाएन नि त अनि आएको लगाएछ हामी भर्खर ठुलो बाबाको घरबाट निक्लिसकेको छौँ अब हामी चाहिँ अब डाइरेक्ट खाजा खानुतिर लाग्नेछौँ चौबाट खान लाग्यो हामी म लिएर म चलाउँछु अब गाइज अब मेरो पालि स्कुटर चलाउने त्यहाँदेखि चाहिँ गाइज स्कुटर यस्तो छ यो चाहिँ अब म चलाउने अब यामाहा नाच निन्जा S2R ल धेरै लङ नगर अब स्टप पज गर अनि गाइज अनि हाम्रो चाहिँ सन्जय राइडर भयो है ओके गाइज ए यी हेर्नु हेर्नु हेल्मेट जानु मान्दा म भन्दा है अन्त ए तेल तानेर बस्छ यहाँ तलको पनि हान्छ भिडियो पज गरेर गाइज हाम्रो राइडर सर ओए मार्यो राइडर भनेको मार्दैछ गाइस सब्सक्राइब म अगाडि पुग्न सक्छु मलाई अब सेफ राइड गर्नु गाइज हाम्रो राइडै कस्तो फेस कपाल उड्यो हेर गाइज अरे म हल्का प्रिपेयर रेडी होइन गाइज त्यही पनि अब कमिङ इन सुन 2 दिनमा चाहिँ भिडियो अपलोड भइसक्छ 2 दिन बढी टाइम लाग्छ क्या एन्ड सो सबैले सन्जय भ्लगलाई चाहिँ सब्सक्राइब गर्नु भुल्नु होला 2 मिलियन पुऱ्याउनु पऱ्यो गाइज होइन 2 मिलियन पुऱ्याउनु पऱ्यो छिटो ओए मार्लस क्या बाइक गाइज एन्ड सो यहाँ पे ब्रस होइन 2 मिलियन छिटो कम्प्लिट है गाइज 2 मिलियन छिटो कम्प्लिट है हाम्रो सन्जयको 2 मिलियन एन्ड सो ओ माई गड गाइज अहिले चाहिँ हामीले फुल स्पिड नै गानु फुल स्पिडमा छौँ अब वाला काउन्टर भयो गाइज एन्ड यो पछि लेग साइडको भिडियो छिटै आउनेछ जल्दी क्या मार्नुहोस् क्या गाइज यो पागल हो बुलेट फेर्नु गाइज अब यहाँबाट अब सिधै गाइज अब सिधै यहाँबाट गाइज अब हामी महाकाली मन्दिरको सिँढी चढ्नेछौँ माथि गाडी हाल्दा त्यहाँ अनि सो गाइज अनि यो चाहिँ हाम्रो सन्जय ब्लग होइन गाइज यो बुलेट पछि यो हाम्रो सन्जयको ब्लग है विशेषतालाई के हुन्छ यो चाहिँ हाम्रो सन्जयको मिनी ब्लग अघि सब ल गाइज अब यहाँबाट महाकाली मन्दिर चढिन्छ चढ्यो ओपी गाइज यहाँबाट भइयो गाइज अब यहाँ पर धेरै लामो यात्रा भइसकेको छ हामीलाई देखाएर मेरो आँखा होइन क्या गाइज अब हामी अब यहाँ खाजान्डामा डाइरेक्ट भेटौँ ल गाइज है ल एकछिन ल गाइज ल ओके गाइज यहाँबाट खाजान्डा हामी सिधै ल फाइनली गाइज हामी चौबाट खाना आइसकेका छौँ आन्टी चरौट बनाइदिनु न आन्टी चरौट बनाइदिनु चटपट ओसानेर ल्याउनुहोस् आन्टी अनि चरौट बनाइदिनु न गाइज यो चाहिँ हाम्रो पसलको यो हुन्छ चरौट पसलको आन्टी है यो चाहिँ उहाँ चाहिँ हाम्रो चरौट पसलको आन्टीको लागि एउटा लाइक थम्स अप हाम्रो आन्टी जसलाई मन परेको छ कमेन्टमा मन पर्यो भनेर लेख्नु होला अनि चरौट खान मन लागेको छ भने आन्टीको पसलमा हाजिर हुन सक्नुहुन्छ
गाइस उहाँको नाम चाहिँ ओ भिडियो नै बिगार ए सरी आन्टीको अङ्कल आउनु भएको छ अङ्कल रिसाउनु भएको छ आन्टीको अङ्कल अङ्कल रिसाउनु भएको छ गाइस उहाँले चाहिँ भर्खरै घर गएर बेसा गरिरहनु भएको छ मुखमा है ह्यान्डसम देखिनु भएको छ चौडा खानालाई हेर्न मुख पयालै भयो त हेर ल गाइस ल चटपट बनाउँदा आलु सालु चटपट तिमीले त खच गाडी अस्ति मामा भन्छु पहिला हाल नि पहिला भन्छु पुरा भुजा अनि एउटा चौचो खुवाइ भिडियो भने 1 कटोरा गर्ने गाई 2 कटोरा 3 कटोरा हामीलाई माया गर्ने सुशीलाले हालिदियो 4 कटोरा गाई चाहिँ आरनले सामान चोरिराखेको छैन गाई चाहिँ यो छोड्दै उहाँ मान्छे दोकानमा गएको छ तर यहाँ सामान चोर्दै लुक्दै खाँदै गरेको छ गाई चाहिँ देख्नुभएको छ यस्तरी गाई चाहिँ चोर छ गाई चाहिँ हामी चोर्न आएको गाई चाहिँ यहाँ सुन्तला यसो भन्दै सुन्न 5000मा आएको यत्रो ठुलो थाल चरपट चाहिँ यति 4 गाँसै भ्याएको 5000 चरपट ए चौचा हाले पनि भनेर नि यिनले चौचा हाले होइन सुपमा चाहिँ हाल्दैछ नि यिनले हेर न यो भिडियो बनाएर होटलको प्रमोसन गरिदिन्छु भनेको झन् यहाँ होटलको पसलको त्यसको चटपट खाना आइदिनु होला है उसले राष्ट्रिय रोइरहेको छ यहाँ बसेर मान्छे आएको छैन भन्दै रुँदै बसिरहेको छ बडामा यो हालेको नि ऊ आँखा आस पाइसकेको छ ऊ ऐनामा देख्नु भएछ नि अनुहार आन्टी भन्नु त यिनीहरूलाई के भन्ने त अब आन्टी भन्नु त तेल हाल्नु लाग्यो ढकन हाल्नु लाग्यो उसले त बत्तल हाल्नु लाग्यो तेल पुग्दैन सुस्ला थप भित्र होला नि गाइस फेरि चोर्न लागेको छ हेर्नु छोड्दै खाँदै अरे भ्याउडा यो लास्ट लजाल रहेछ आन्टी त्यहाँ गाई चाहिँ आन्टीकोमा आउनु भने चाहिँ अनुहार हेर्नु नबिर्सिने उता घरि लजा मात्रै गर्दो रहेछ म धेरै नाम पछि हालौँ लागि नपुगेपछि के पुगेन धेरै भुजा हालेछ गाइस चटपट चाहिँ मिठो होला जस्तो लाग्यो नै मलाई आन्टीको हातबाट झ्याउ लाग्ने कमेडी बन्दा हो गाइस त्यो दाइ कसको मुसा मोटेर मेरो चटपटमा परेको छ गाइस हेर्नु है यस्तो भन्नु सस हाल हाल्दा यही मिठो छ वर्ल्डको टप फेमस चपट अहिलेसम्म जिन्दगीमा नखाएको चपट यो गाइस नि ओ झन्डा बुर्जा भएको छ खसाला चाहिँ झन्डा बुर्जा मामाहरूको चपटको हिसाबले कति खाऊ त्यसको त्रिपल छ सिसी भ्याएर भयो धेरै नाटक भयो एउटालाई चाहिँ पिरो बनाउनु एउटालाई नानीमा पागल छ गाई चाहिँ आरनले मन लागिसक्यो म पिरोले गाई चाहिँ हामीले अब चपट खाने स्टार्ट भएको छौँ गाई चाहिँ गाई चाहिँ यसले खुर्सानी टोक्दैछ म पिरोले बबलाइसकेको छु यहाँ पिरोले गाई चाहिँ चपट खाना भने चाहिँ पिरो कमाएर खानु पियाज पनि दिन्छ ल कहाँ चाहिँ हेर्नुहोस् यहाँले खुर्सानी सिङले गाइस यस्तो खुर्सानी खाएको मान्छे देख्नु भयो नि त्यसलाई ल गाइस यो भिडियो यति नै समाप्त गाइस लाइक गरिदिनु होला गाइस सब्सक्राइब गरिदिनु होला यसले पिरो
गाइस हामी चौर भेट्न राखेको थियो नि अब हामी जान लाग्यो भाइ आन्टीकोमा चाहिँ चौर खाना आइदिनु होला है घरिघरि आन्टी मन पऱ्यो भाइ यसो कमेन्ट हानिदिनु होला जति सब्सक्राइबर बढ्छ त्यति जति सब्सक्राइबर बढ्यो त्यति आन्टी मन पऱ्यो भने म थाहा पाउँछु गाइस ल गाइस कमेन्ट हान्न चाहिँ नबिर्सिनु है गाइस है ल है ल आन्टी लभर आन्टी लभर को हो लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट प्लिज सेयर गर्न नबिर्सिनु होला है